सम्पूर्ण आदरणीयहरूलाई फेरि पनि हामी नमस्कार भन्न चाहन्छौँ। यो समय हामी धरानको वार्ड नम्बर 4 मा छौँ। यो अहिले यस्तो भएको छ ढुङ्गे कला पार्क। हाम्रो डाक्टर सन्दुक रोहितको फोटो देख्न सकिन्छ। अनि उहाँ आँखा विशेषज्ञ, अनि उहाँले यसरी आँखामा यसरी हेर्दै हुनुहुन्छ। अनि यो त थाहा छैन यो के हो। अब यो यस्तो छ। यो अनि यहाँ कुलमान घिसिङ विद्युत अहिले ऊर्जा मन्त्री, अनि उहाँ चाहिँ बलमै गरिएको छ। यहाँ धेरै राष्ट्रिय विभूतिहरूको छ। अनि यहाँ पनि छ। यतापट्टि हाम्रो नेपालका राष्ट्रिय खेलाडीहरू हुनुहुन्छ। अनि यो राष्ट्रिय खेलाडीहरू अनि राष्ट्रिय फुटबल खेलाडीहरू हुनुहुन्छ महिला टिमको। यसरी छ यो। थुप्रै छन्। यहाँ धेरै ठुलो पार्क बनेको छ। तपाईहरुलाई भ्रमणको लागि, भिजिटको लागि एकदम स्वागत छ। हाम्रो आदरणीय अध्यक्षज्यू यता आउँदै हुनुहुन्छ। यसको श्रेय सबै हाम्रो अध्यक्षज्यूलाई जान्छ। उहाँले परिश्रम गरेर यो बनाएको छ।